आउँदा हामी हर्षित भएका छौँ। यस महायज्ञ मार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलोपत्र तथा बेवारिसी अवस्थामा रहेका मानवहरूको लागि दिगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्न र प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। यहाँहरूलाई थाहा नै छ, केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसी मानवहरूको सङ्ख्या उल्लेखित थियो। कतिपयको अवस्था अत्यन्त दर्दनाक रहन्थ्यो, तर हाल ती विषयहरू न्यून भइसकेका छन्। यस परिवर्तनको मूल कारण सुमी मानव संस्थापक अध्यक्ष रहेको मानव कल्याण समाज संस्था रहेको पनि यहाँहरूमा विदितै छ। यस संस्थाको सक्रियतापछि भक्तपुरमा बेवारिसी मानवहरू सडकमा छैनन्, तर उनीहरूलाई भक्तपुरको झोखेलमा अस्थायी बास व्यवस्था गरी राखिएको पनि यहाँहरूलाई जानकारी नै छ। बेवारिसी मानवको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि यस संस्थाले विभिन्न प्रयासहरूलाई 1 दशकदेखि निरन्तरता दिँदै आएको छ। यी सबै सेवाहरूलाई थप प्रभावकारी बनाउन र दिगो व्यवस्थापनका लागि महायज्ञबाट सङ्कलित सहयोग तिनै असहाय सडक मानवका लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने यहाँहरूमा वाचा गर्दछौँ। पत्रकार मित्रहरू, यस पुण्य कार्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको समन्वयता एवं सहयोगको अपेक्षा गरिएको छ। हामी सबै मिलेर सडक मानवका लागि खाना, नाना र छानाको न्यूनतम व्यवस्थापन गर्ने सङ्कल्प गरौँ र सहयोगका लागि मनैदेखि अनुरोध गरौँ। धन्यवाद। अब यो हाम्रो कार्यक्रमहरू छ, यो सबै सामु आइहाल्छ। यो पढेर चाहिँ समय खेर नफालौँ होइन, यो हामी सबैलाई बाँडिदिँदैछौँ। धन्यवाद।